आज म बनाउँदैछु चिकन ग्रेभी। यो बनाउन एकदमै सजिलो छ अनि त्यही अब बनाउन सुरु गरौँ है त। सुरुमा चाहिँ प्यानमा तेल हाल्ने अनि यसमा टक्कसँगले प्याज हालेर यसलाई मस्तसँगले एकछिन रातो हुने गरी भुट्ने। यतिको रातो भइसकेपछि चिकनलाई एड गरिदिने। मैले चाहिँ बोनलेस चिकन थाई लिएको छु अनि यसलाई मजाले भुट्नु पर्यो अनि यसलाई मजाले रातो हुने गरी भुट्ने होइन। त्यतिन्जेल चाहिँ अदुवा लसुन र खोर्सानीको पेस्ट बनाउने। अनि साँच्चै यदि तपाईँ युएसमा हुनुहुन्छ र अचार त्यसपछि मसला होइन चाउमिन थुक्पा के चाहिएको छ भने ढाकाटोपी युएसए अनलाइन स्टोरबाट अर्डर गर्न सक्नुहुन्छ। लिङ्क चाहिँ मेरो बायोमा छ ल। त्यसपछि चिकनलाई मस्तसँगले भुट्ने होइन यतिको हुने गरी। अनि यसमा बेसार त्यसपछि मसरुम मसला अनि यो चाहिँ मसरुम मसलाको प्याकेट हो है। अनि यसलाई मजाले एकछिन पकाउने होइन। अनि त्यसपछि अदुवा लसुनको पेस्ट थोरै नुन हालेर यसलाई मस्तसँगले अदुवा लसुन पनि पकाउने। अनि त्यसपछि पालो आउँछ टक्कसँगले मिट मसला थोरै गरम मसला अनि चिली पाउडर हालेर यसलाई मस्तले मसला एकछिन पकाउनु पर्यो होइन। अनि त्यसपछि टक्कसँगले टमाटर हाल्ने अनि टमाटरलाई पनि एकछिन छोप्नको लागि छोडिदिने लो फ्लेममा। अनि त्यसपछि यसको यस्तो खालको ग्रेभी जस्तो हुन्छ अनि पानी हाल्ने तातो पानी हाल्ने अनि यसलाई यसमा टक्कसँगले धनियाँ छर्किने अनि त्यसपछि एकछिन छोपिदिने अनि यस्तो खालको ग्रेभी हुन्छ र मस्तले खाने है।